नमस्कार, म गोविन्द थापा। अहिले नेपालमा दुर्गा परसाई र कुलमान घिसिङको खुबै चर्चा छ। उनीहरूको बारेमा र देशको अहिलेको परिस्थितिको बारेमा म केही कुरा राख्न चाहन्छु। हाम्रो देशमा आजकल अचम्म देख्न थालेको छ। यो इन्टरनेट र साइबर सामाजिक सञ्जाल भन्ने चिज बनेकै अचम्म देख्न र हेर्नको लागि हो कि जस्तो मलाई लाग्न थालेको छ। इन्टरनेटको प्रयोग गरेर अरू देशले भयङ्कर प्रगति गरिसके, तर हाम्रो समाजमा चाहिँ इन्टरनेट भनेको गाली गर्ने र गाली सुन्ने माध्यम बनेको छ। तपाईहरुलाई पनि त्यस्तो लागेको छ जस्तो मलाई लाग्छ। यो इन्टरनेटले नेपालमा थुतुनो युग ल्याएको छ। लोकतन्त्रको युग, 21औं शताब्दीको युग, प्रगति र उन्नतिको युग भन्छन् मानिसहरू, तर मलाई चाहिँ नेपालमा अहिले थुतुनो युग आए जस्तो लाग्छ। यसमा मेरो पत्रकार मित्र हुनुहुन्छ राजकुमार रेग्मी। उहाँले केही समय अगाडि नेपालमा थुतुनो युग आएको बताउनु भएको थियो। उहाँले थुतुनो युग र थुतुनो शिरोमणि बारेमा रोचक टिप्पणी गर्नुभएको थियो। सकारात्मक र राम्रो कुरा बोल्ने मुख हो भने नकारात्मक र नराम्रो कुरा बोल्नु चाहिँ थुतुनो हो। त्यसैले कसैले नराम्रो कुरो बोल्यो भने धेरै थुतुनो नचलाए भन्ने गरिन्छ। नेपालमा आजकल मुखतिर धेरै मानिसहरूको ध्यान छैन, थुतुनोतिर धेरै मानिसहरूको ध्यान छ। जसको धेरै थुतुनो चल्छ उसैलाई सबैले वाह भन्ने अचम्मको युग अहिले आएको छ। थुतुनो चलाएकै भरमा पार्टी पनि खोलेका छन्। थुतुनो चलाएकै भरमा साइबर सञ्जालमा मानिसहरू रातारात हिटुने गरेका छन्। थुतुनो चलाएकै भरमा मानिसहरू सांसद मन्त्री पनि भइसकेका छन्। मानिसको योग्यता क्षमता सबै थुतुनोमा केन्द्रित भएको छ। जसले आजकल आमा चकारी थुतुनो चलाउन सक्छ, अर्थात् आमा चकारी गाली गर्न सक्छ, ऊ नै योग्य अरे भन्ने एक खालको भाषा चाहिँ स्थापित गरिँदैछ। यो कस्तो अनौठो भाष्य स्थापित गरिँदैछ। यस्तो थुतुनोको जमाना आएको बेलामा मैले पनि आफ्ना विचारहरू बेला बेला भिडियो बनाएर राख्ने गरेको छु। मेरो भिडियो हेरेर मित्रहरूले मलाई केही सरसल्लाह दिनुहुन्छ। त्यसरी नै आएका सरसल्लाहहरू मैले पनि मान्ने पनि गरेको छु। तर केही सल्लाह यति अचम्मका आउने गरेको छ, त्यो चाहिँ मान्न सकिएन। धेरैजनाले भन्ने गर्नुभएको छ, त्यसरी भलान्मी भएर भिडियोमा बोलेर हुन्छ र? शान्तिपूर्वक बौद्धिक कुरा बोलेर भिडियोमा कुनै अर्थ छैन। र तपाईले पनि अलिकति भड्किलो कुरा, उग्र कुरा र अलिकति विरोधी र चित्त नबुझेका मानिसहरूलाई मन परि भन्नुहोस् भनेर मलाई सल्लाह दिने गर्नुभएको छ। त्यसरी सल्लाह दिने मित्रहरूलाई मैले भन्ने गरेको छु, त्यसरी मन परि बोल्ने मेरो क्षमता छैन। किनभने मसँग थुतुनो छैन, मुख मात्र छ। मुखले बोल्ने कुरा थुतुनोले बोल्नै सक्दैन। थुतुनोले बोल्ने कुरा मुखले बोल्नै मान्दैन। त्यसैले होला मलाई आमा चकारी गाली गर्न आउँदैन, तथ्यहीन कुराहरू गर्न आउँदैन, तथ्यहीन आरोप लगाउन आउँदैन, अरूको चरित्र हत्या गर्न मुखले दिँदैन। मुख र थुतुनोको कुरा गरेँ मैले। म आफ्नो मुखसँगै सन्तुष्ट छु। थुतुनो मलाई चाहिएन। थुतुनोका अतिरञ्जित र झुट कुरा सुन्ने हो भने सामाजिक सञ्जालका कथित अभियन्ताहरूको कुरा सुन्नुहोस्। गाली, चरित्र हत्या, तथ्य र प्रमाणसँग कुनै नातो साइनो नभएको गफ सुन्न मन भए दुर्गा परसाईको गफ सुन्नुहोस्। दुर्गा परसाई यति सफेद झुट बोल्न सक्छन्, कुनै सीमा छैन। उनको झुटको कुनै सीमै हुँदैन। कालोलाई सेतो, सेतोलाई कालो भन्न सक्नु पनि खुबी नै हो। दुर्गा परसाई र राजावादीहरूको कुरा म एकछिनपछि गरौँला। अहिले म कुलमान घिसिङको बारेमा केही कुरा भन्न चाहन्छु। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको निर्देशकबाट हटाइएको छ। सरकारले नै नियुक्ति गर्यो, सरकारले नै हटायो। विगतमा कुलमानलाई जसरी अरूलाई पनि सरकारले नियुक्ति गरेको थियो, अरूलाई पनि हटाइएको थियो। अरू र कुलमानमा एउटा फरक छ। अरूले आफ्नो मार्केटिङ साइबर दुनियाँ मार्फत गर्न जानेनन्। त्यस्तो कला र क्षमता कुलमानमा देखियो। अर्थात् अरूले आफ्नो मार्केटिङ
साइबर दुनियाँमा गर्न नजानेकै कारणले उनीहरू राम्रो काम गरे पनि धेरै साथीहरू ओझेलमा थिए। तर अहिले कुलमानले साइबर दुनियाँ अर्थात् साइबर दुनियाँको मार्फत आफूलाई यस्तो क्षमतावान बनाउने पात्रको रूपमा प्रस्तुत हुनुभयो। त्यो कला कुलमानजीमा देखियो। जस्तो लोड सेडिङ अन्त्य गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बृहत कार्ययोजना बनाएको थियो। कुलमान आफैले पनि त्यो कार्ययोजना अनुसार लोड सेडिङ अन्त्य भएको भनेकै हो। साइबर र भाइरल रोगले ग्रस्त तथा राजनीतिक महत्त्वाकांक्षाले सिकिस्त कुलमानले लोड सेडिङ अन्त्यको जस आफूले मात्र लिन खोजेको प्रष्ट छ। उज्यालोको नायक लोड सेडिङको अन्त्य गर्ने व्यक्ति भन्दै आफ्नो मार्केटिङ र ब्रान्डिङ कुलमानले गरेको सबैलाई थाहा छ। विद्युत प्राधिकरणमा कार्यकाल सकिने बेला आएपछि कुलमानले राम्रा काम गर्नु पर्थ्यो। तर उहाँले चाहिँ खालि सरकारसँग न्यु खोज्ने, विभागीय मन्त्रीसँग न्यु खोज्ने, जुझ्ने, झगडा गर्ने काम गरेको प्रष्ट छ। 2084 को चुनावपछि सांसद बन्ने एक सूत्रीय उद्देश्यले कुलमानले काम गरेको देखिन्छ। राजनीति गर्न पाइन्छ, राजनीतिक महत्त्वाकांक्षा राख्न पनि पाइन्छ, सांसद बन्ने उद्देश्य राख्न पनि पाइन्छ। तर सरकारी प्रशासनिक पदमा बसेर भविष्यका लागि राजनीतिक पद सुरक्षित गर्ने गरी सरकारसँग न्यु खोज्न पाइँदैन। यसो गर्नु अनैतिक हो। कुलमान घिसिङको बोली वचन एकदम मिठो छ। अशिष्ट र असामाजिक कुरा कुलमानले बोलेको सुनेको छैन। तर नियत भने खराब देखियो। वर्तमान सरकारलाई कसरी प्रहार गर्ने भन्ने इस्यु खोजेर बसेकाहरूलाई कुलमान राम्रो मसला बनेको पनि प्रष्ट छ। अब कुरा गरौँ दुर्गा परसाई र राजावादीहरूको। अहिले राजावादीहरूको आशा र भरोसाको केन्द्र अहिले पूर्व राजा ज्ञानेन्द्र शाह होइन, दुर्गा परसाई हो भन्ने एक खालको माहौल क्रिएट चाहिँ दुर्गा परसाईले गरिराख्नु भएको छ। साँच्चै भन्ने हो भने अहिले दुर्गा परसाईको थुतुनोले आन्दोलन गरिरहेको छ। दुर्गा परसाईको थुतुनोको बलमा राजतन्त्र ल्याउने रे कति हाँस्नु, दुर्गाले अन्ट सन्ट बोलेर झुटै झुट बोलेर अतिरञ्जित कुरा बोलेर जुटाएको भिड हो। नेपाली जनता ज्ञानी र विवेकी छन्, तर केही मानिस भेडा बाख्रा टाइपका पनि छन्। हरेक देशमा भेडा बाख्रा टाइपका मानिस हुन्छन् नै, नेपालमा पनि छन्। भेडा बाख्राले घाँस खाए जस्तै लाइक र भ्युज खाने मिडिया अहिले छ, नेपालमा प्रशस्त छन्। युट्युब र साइबर दुनियाँमा लाइक र भ्युजका लागि दुर्गा परसाई अहिले राम्रा पात्र हुन्, किनभने उनले जे पनि बोल्छन्। भेडा बाख्रा टाइपका एउटा जमात दुर्गा परसाईले जुटाएका छन्। पैसा भएपछि 4 खुट्टे भेडा बाख्रा पनि जुटाउन सकिन्छ, 2 खुट्टे भेडा बाख्रा पनि जुटाउन सकिन्छ। भाडामा ल्याइएका 2 खुट्टे भेडा बाख्राहरूलाई वरिपरि राखेर युट्युबका पत्रकारहरूका अगाडि दुर्गा परसाई भाषण गर्छन्। हातमा कागज हल्लाउँदै यही हो अरमो खाएको प्रमाण भन्छन्। भाडामा ल्याइएकाहरूले सिकाइएका अनुसार, इसारा दिए अनुसार पर ताली पिट्छन्। फोनको स्क्रिन देखाउँदै अरबौं रुपियाँ खाएको भिडियो नै मैले पाइसकेँ भनिदिन्छन् दुर्गा परसाई। भेडा बाख्राले ताली पिट्छन्। दुर्गा परसाई फलानुले दुबईमा घर किनेको छ, स्विजरल्यान्डमा पैसा राखेको छ भनिदिन्छन्। उनको भेडा बाख्राले ताली पिट्छन्। अब मैले बुझेअनुसार दुर्गा परसाईले भाडामा केही मानिसको जमात राखेका छन् जो हरदम उनको साथमा हुन्छन्। उनीहरूको काम नै पर ताली पिट्ने हो। भाषण र युट्युबे पत्रकार सम्मेलनमा दुर्गा परसाईले मन परी बोल्छन्, नाना भाती आरोप लगाउँछन्। उनको भिडियो हेर्ने आम मानिसलाई के लाग्छ भने दुर्गा परसाई जहाँ गए पनि समर्थकले घेरिन्छन्, जहाँ गए पनि उनले बोलेको कुरामा ताली बज्छ। सत्य तर त्यस्तो होइन। दुर्गा परसाईले भाडाका मानिस वरिपरि राखेर ताली पिट्न लगाएर भाषण दिएका हुन्छन्। यी दुर्गा परसाईको कृत्य शैली अनौठो छ। अरूलाई अनर्गल आरोप लगाउँछन्, मन परी आरोप लगाउँछन्। आरोप लगाइसकेपछि वरिपरि रहेका आफ्ना भेडा बाख्राहरूलाई सोध्छन्, हो कि होइन भन्नुहोस् त। भेडा बाख्राहरू सिकाएअनुसार
हो भन्दै ताली पिट्छन्। यसरी नै यिनले सारालाई भ्रम पारेका छन्। दुर्गा परसाईले देश खत्तम भयो, स्वाहा भयो, देशमा नराम्रै नराम्रो भयो भन्छन्। अचम्म त के छ भने दुर्गाको थुतुनोको अगाडि राप्रपा नेपाल पनि हारेको छ। राप्रपा र राप्रपा नेपाल जस्ता स्थापित र पुराना राजावादी पार्टीलाई पनि दुर्गाको थुतुनोले कायल बनाएको देखिन्छ। नेपालमा बाइक महँगो भयो, इन्डियामा 50,000मा बाइक पाइन्छ भनेर नेपाललाई इन्डियामै मिसाउनु पर्छ भन्ने, नेपाललाई इन्डियामा मिसाउनु पर्छ भन्ने एउटा अभियन्ताको रूपमा आफूलाई उभ्याउने, तर नेपालको राष्ट्रियताको कुरै नगर्ने, नेपालमा भइरहेको विदेशी हस्तक्षेपलाई ठिक भन्ने, नेपालमा बन्न लागेका खास विकास परियोजनाहरूको विरोध गर्ने दुर्गा परसाईको नियत अत्यन्त खराब छ, अत्यन्त प्रायोजित छ, अत्यन्त नियोजित छ। झापाको वीरतौडमा 2 छाक मुस्किलले खाना पुग्ने दुर्गा परसाई कति झुट बोल्छन् भन्ने आफू जमिनदारको छोरा हो पनि भन्न भ्याउँछन्। अरूलाई रातो दिन भ्रष्ट र तस्कर भनेर आरोप लगाउने दुर्गा परसाई आफूले कसरी अरबौं रुपियाँ कमाए यसको जवाफ दिँदैन। नेपालमा यस्तै खालका मानिसहरूको बोलावाला बढ्दै गएको छ। दुर्गा परसाई र मैले कुलमान घिसिङ नाम गरेका व्यक्तिको विरोध गरेको होइन र विरोध गर्न खोजेको पनि होइन। यिनीहरू भनेका व्यक्ति होइनन्, प्रतिनिधि पात्र हुन्, प्रवृत्ति हुन्। दुर्गा परसाईले जस्तो विचार र व्यवहार देखाइरहेका छन् त्यस्तै विचार र व्यवहार समाजमा स्थापित हुने हो भने के होला? सभ्य समाज रहँदैन। दुर्गा परसाई झापाका मानिस हुन्, म पनि झापाकै मानिस हो। झापामा राई, लिम्बू, गुरुङ, मगर, तामाङ, धिमालको सघन बसोबास छ। विभिन्न धर्म छ। किराँत धर्मको त झापालाई केन्द्र नै भने पनि हुन्छ। हामी नेपालीको विशेषता के छ भने हामी एकसाथ विभिन्न धर्म एकैपटक मान्छौँ। जस्तो कि व्यक्तिगत रूपमा म किराँत, बुद्ध र हिन्दू धर्म मान्छु। म कति प्रतिशत हिन्दू, कति प्रतिशत किराँत र कति प्रतिशत बौद्ध मान्छु भनेर मलाई नै थाहा छैन र कसैले सोध्यो भने म यसको सही उत्तर दिन सक्दिनँ। अर्थात् म सबै धर्मलाई समान मान्छु। किराँत धर्म मान्नेहरूले हिन्दू, बौद्ध अर्थात् मन्दिर देख्दा ढोगिहाल्छन्। हिन्दू भनिनेहरूले गुम्बा र माङहिम देख्न साथ ढोगिहाल्छन्। म वर्षैपिछे एकपटक व्रत लिएर लारुम्बा पुग्ने गरेको छु। लारुम्बा अर्थात् जहाँ चाहिँ लिम्बूको जीवित गुरु हामी मान्छौँ। लारुम्बा जाँदा बिहानैदेखि केही नखाई चोखो भएर जाने गरेको छु। हामी एकसाथ बौद्ध धर्ममा आस्था राख्छौँ। यस्तो देशमा भारतीय अतिवादी हिन्दू विचारको हिन्दू राष्ट्र ल्याउन खोज्नु गलत छ। साँच्चै भन्ने हो भने नेपालको हिन्दू धर्म र भारतको हिन्दू धर्म ठुलो फरक छ। भारतमै पनि अहिले उत्तर भारतको हिन्दू र दक्षिण भारतको हिन्दूमा फरक छ। भारतीय जनता पार्टीले एक खालको हिन्दुत्वको प्रचार गरिरहेको छ। त्यस्तो खालको हिन्दुत्व नेपालीले मान्न सक्दैनन्। वास्तवमा म नेपालको हिन्दू धर्मलाई हिन्दू भन्दा पनि नेपाली धर्म भन्न रुचाउँछु। फेरि पनि भन्छु, नेपाली धर्म भन्न म रुचाउँछु। किनभने नेपालको हिन्दू अर्थात् नेपालको हिन्दू मान्ने बाहुन मन्दिर जान्छ र ढोग्छ। बाटोमा मन्दिर जाँदै गर्दा गुम्बालाई पनि उसले ढोग्ने गरेको छ, माङहिमलाई पनि ढोग्छ। एकजना तामाङ बिहान मन्दिर गयो भने दिउँसो गुम्बा जान्छन्। मन्दिरमा बुद्धको मूर्ति हुन्छ भने गुम्बामा पनि हिन्दूको मूर्ति हुन्छ। यस्तो अद्भुत देशमा दुर्गा परसाईलाई अगाडि सारेर ज्ञानेन्द्र शाह तथा राजावादीहरूले अतिवादी भारतीय हिन्दुत्व लाद्न खोजिरहेका छन्। त्यसैले हामीले गणतन्त्र मात्र जोगाएर पुग्दैन, नेपालको मौलिक धर्म पनि जोगाउनुपर्छ। मानव सभ्यताले यति ठुलो प्रगति गरेको गाली गलोज र उत्तेजनाले होइन। समाजको प्रगति थुतुनोले गर्दैन, मुखले गर्छ। अन्तिममा म तपाईहरुलाई एउटा प्रश्न सोध्छु, तपाईहरु मुखको पक्षमा कि थुतुनोको पक्षमा?
हस् त, धन्यवाद।